वेलकम टु माई च्यानल। होइन आज चाहिँ मेरो दिदीको इन्गेजमेन्ट हो अनि यहाँ चाहिँ धेरै हल्ला छ अनि म चाहिँ भिनाजुलाई पर्खिँदैछु। आउँदै हुनुहुन्छ कि भिनाजु? अनि यहाँ चाहिँ डेकोरेसन देखाउँछु र म तपाईँहरूलाई मान्छेहरू पनि देखाउँछु कति धेरैजना आउनुभएको छ भनेर। ल गाइस पक्का म चाहिँ यहाँ पछाडि आएर बनाउँदैछु किनभने त्यता हल्ला छ त्यही भएर गाइस। अनि कति राम्रो फुल छ मलाई पछाडि देखाउँछु ल म। अनि यहाँ हेर्नु मान्छेहरू यहाँ आइसक्नु भएको छ यता पनि हुनुहुन्छ गाइस। उता डेकोरेसन हेर्नु म यहाँबाट देखाइदिन्छु। यहाँ हेर्नु गाइस यो चाहिँ हो दिदीको इन्गेजमेन्टको डिजाइन। इन्डिया चाहिँ हुनुहुन्छ मेरो दिदी अनि यहाँ चाहिँ म बनाउँदैछु। यहाँ हल्ला छ गाइस त्यही भएर म भित्र जान्छु ल। यहाँ चाहिँ हुन्छ मेरो दिदी अनि यहाँ चाहिँ दिदीको साथी अनि उहाँ पनि दिदीको साथीहरू अनि यहाँ चाहिँ मेरो मम्मी हुन्छ। यहाँ चाहिँ म छु गाइस। म चाहिँ सबभन्दा राम्रो हो गाइस। म चाहिँ अहिले फेरि बाहिर आइसकेको छु गाइस। भिनागाम भोला भनेर आएको लास्ट टाइम आउनु नै भएको छैन रहेछ। फेरि पछाडि आएर बनाइदिएको गाइस। म चाहिँ अल्छी लागिरहेको छ। म तपाईँलाई भिनाजुको एन्ट्री पनि देखाउँछु ल गाइस। सबैले हेरेर सब्सक्राइब गरिदिनु होला मेरो च्यानलमा। लाइक सेयर कमेन्ट गरिदिनु चाहिँ नभुल्नु होला प्लिज। ओके चाहिँ बेहुलीको भाइ हुनुहुन्छ गाइस मेरो दादा भेरी ह्यान्डसम। उहाँ चाहिँ बेहुलीको मम्मी हो मेरो चाहिँ फुपू हो गाइस। उहाँ चाहिँ कति ब्युटिफुल हुनुभएको छ हेर्नु गाइस। फुपू यता हेरिदिनु त। उहाँ चाहिँ बेहुलीको बाबा हो है गाइस मेरो भिनाजु उहाँ हेर्नु। अनि यहाँ अरू पनि मान्छे हुनुहुन्छ गफसफ चल्दैछ। म चाहिँ जान्छु यहाँबाट गाइस। मेरो भिनाजु चाहिँ आउनुहुन्छ म चाहिँ भिडियो बनाउँछु। धेरै हल्ला छ तपाईँले सुन्नु भएन भने केही छैन यहाँ म बनाउँछु अनि तपाईँ हेर्नु ल गाइस। उहाँ चाहिँ हेर्नु एरोप्लेन उडेको यहाँ चाहिँ विराटनगर हो कि त्यही भएर नजिक देखिन्छ। यो घरले छेको गाइस नत्र भए देखिँदो हेर्नु ल। म चाहिँ एरोप्लेन मनपर्छ। उहाँ एरोप्लेन कुदेको ठ्याक्कै भेट्यौँ हामीले चाहिँ एरोप्लेन गाइस। यहाँ चाहिँ बाहुन बुवा बोल्दै हुनुहुन्छ। बेहुला आइसक्नु भएको छ। उहाँ हेर्नु गाडीहरूको लाइन छ गाइस। उहाँ हेर्नु आइसक्नु छ गाडी आम्ब 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 आउँदै हुन्छ। मेरो भिनाजु आउँदैन चाहिँ आउँदै आउँदैन त्यही बसेको गर्दै हुन्छ। कारको लाइन छ गाइस त्यहाँ पछाडि अझ कारहरू आउँदैछन्। हेर्नु तपाईँ हेर्नुहुन्छ घाम पो छ हौ गाइस। साह्रै हटिदिउँ आउँदै हुन्छ पछाडिबाट पनि। उहाँहरू चाहिँ आइसक्नु भयो गाइस। यहाँ हेर्नुहोस् कारमा आउँदै हुनुहुन्छ। पछाडि पनि हिँड्दै आउँदै हुनुहुन्छ माइनस। उहाँ हेर्नु गाइस तपाईँलाई आउँदै हुनुहुन्छ। आइसक्नु भयो गाइस। उहाँ चाहिँ हाम्रो भिनाजु हुनुहुन्छ मेरो भिनाजु सबले चिनिसक्नु। सबैजना छिरिसक्नु गाइस। अब तपाईँ कहाँ हुनुहुन्छ? ए तँ तपाईँले बस्छु कि भनेको थिएँ फेरि काम परेन तर बिरामी चाहिँ भइदियो। थ्याङ्क यू भेरी मच।
यहाँबाट हेरौँ ल वहाँ चाहिँ पूजा हुँदैछ गाइस